अहिले यति बेला सबै सोसल मिडियादेखि लिएर देशैभरि चर्चाको विषय बनेको कुरा हो। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई सर्वोच्च अदालतले हिरासत मुक्त गर्न आदेश दिएको छ। उनीहरूलाई चैत 26 गतेसम्म म्याद थियो र त्यसपछि भने चैत 26 गतेपछि उनीहरूलाई छोडेर बाहिर बसेर नै इन्भेस्टिगेसन गर्न भनेर सर्वोच्च अदालतले आदेश दिइसकेको छ। अब यसमा विभिन्न सोसल मिडियामा विभिन्न विज्ञहरू, राजनीतिज्ञहरू र सरकारका पक्ष विपक्षहरूमा धेरै आलोचनाहरू भइरहेका छन्। सरकारका विपक्षी दलमा रहेका नेताहरूले त यो एउटा केवल प्रतिशोधपूर्ण राजनीति थियो र केही समयको लागि बिमारीको लागि उपचार गराउन हस्पिटल भर्ना गरिएको र भर्ना भइसकेपछि अब त्यहाँबाट छुट्ने भनेर विभिन्न एक व्यङ्ग्य तरिकाले उनीहरूले लेख पनि लेखेर सोसल मिडियाहरूमा छोडिरहेका छन्। तर धेरैजनाको सोचाइ के छ भने अब केपी शर्मा ओली र रमेश लेखक छुटेका हुन् भनेर धेरैजनाले भ्रमहरू पनि फैलाइरहेका छन्। तर कुरा खास के हो भने उनीहरू छुटेका भने होइनन्, केवल हिरासत मुक्त भएका हुन्। उनीहरूलाई बाहिर बसेर नै जाँच हुन्छ र जाँचको क्रममा उनीहरूले अदालत धाउँछन्, उनीहरूलाई तारिक लगाइन्छ र त्यही अनुसार भोलिको दिनमा उनीहरूलाई सजाय भयो भने अदालतले सजाय तोक्यो भने जेल चलान पनि हुन सक्छन् र निर्दोष पाइएमा उनीहरू छुट्न पनि सक्छन्। कुरा खास त्यो हो। तर सामाजिक सञ्जालमा धेरैजनाले फरक आलोचना गरे पनि पक्ष विपक्षले फरक धारणा राखे पनि खासमा त्यो भने होइन, गलत समाचारहरू फैलाइरहेका हुन्छन् अहिले सोसल मिडियामा धेरै मात्रामा। छुट्न त अदालतको आदेशअनुसार धेरै व्यक्तिहरू छुटेर पनि लामो समयपछि जेल गएका थुप्रै प्रमाणहरू छन्। रवि लामिछानेलाई पनि केही समयको लागि त्यसरी नै सर्वोच्च अदालतले आदेश जारी गरेर उनी छुटेका थिए र पछि फेरि दोषी ठहर भएपछि पुनः उनी जेल चलान भएका थिए। त्यस्तै गरी अदालतले कसैलाई पनि एकपटक पक्राउ गरिसकेपछि जबसम्म त्यो क्लियर हुँदैन तबसम्म उनीहरूलाई छोडेको हुँदैन र त्यही अनुसन्धानको क्रममा दोषी पक्राउ परे, दोषी पाइएमा र केही त्यस्तो उनीहरूमाथि कारबाही हुनु परेमा जस्तो कारबाही तोक्छ धरौटीमा छुट्ने हो या फेरि जेल चलान हुने हो, त्यही अनुसार हुने हो। तर गलत समाचारहरूको पछाडि नपरौँ। अहिले त्यस्तो कुनै निर्णय आएको छैन, केवल अदालतले त्यहाँबाट छोड्नको लागि मात्रै आदेश दिएको हो। तर केस भने फाइनल भइसकेको छैन।